दर्शकवृन्द यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छौँ। यति बेला हामी अमुवा बजारमा छौँ है। वडा नम्बर 7 मा छौँ, सियारी गाउँपालिका, जुन रूपन्देही जिल्लामा पर्छ। र अहिले करिब 7 बजिसकेको अवस्था छ। तर पनि यहाँ निकै नै वरिपरि झिलिमिली उज्यालो, झिलिमिली भन्दा पनि यहाँ उज्यालो देखिएको छ। अहिले तपाईँ यता भैरवातिर जाने बाटो छ, अगाडि बुटोलतिर जाने बाटो छ, लगायतको यो बिचको चोकमा यता यो अमुवा बजारको परिसर हो हैन। तर यहाँ चाहिँ अत्यन्तै प्रशंसनीय कार्य हामीले यहाँ देख्न सक्छौँ दर्शकवृन्द। ल हेर्नुहोस्, हाई मस्ट लाइट जडान गरिएको छ र भर्खरै मात्रै जडान भएको यो हाई मस्ट लाइटले पक्कै पनि यो क्षेत्रलाई निकै नै उज्यालो बनाएको छ। तपाईले यति बेला देख्न सक्नुहुन्छ उज्यालो छ। विशेष गरी यो रात्रिकालीन अवस्थामा यो ठिक छ, रात्रिकालीन अवस्थामा यो लाइटले निकै नै यहाँ वरिपरि आवत जावत गर्नको लागि निकै नै सहज बनाउने कुरामा हामी विश्वस्त छौँ। देख्न सक्नुहुन्छ यो हाई मास्ट लाइट जडान भए पश्चातको यो उज्यालो भइरहेको दृश्य यति बेला यहाँ सम्पूर्णलाई देखाउँदैछौँ। र पक्कै पनि यो लाइट जडानको लागि विशेषतः सियारी गाउँपालिका प्रति विशेष आभार प्रकट गर्न चाहन्छौँ। यो सराहनीय कार्य हो। ढिलै भए तापनि यो काम चाहिँ अत्यन्तै प्रशंसनीय काम भएको छ। यसको लागि सियारी गाउँपालिकाप्रति धेरै धेरै आभार र सम्पूर्णलाई यो खुसीको खबर यहाँनिर म सेयर गर्नको लागि छोटो भिडियो बनाएको छु। यति बेला यो दृश्यसँगै म यहाँ थोरै यहाँका स्थानीय हुनुहुन्छ एकजना सरसँग कुराकानी गर्न गइरहेको छु। सर नमस्कार। नमस्कार सर। आराम हुनुहुन्छ? हजुर ठिक छ सर। सरको परिचय थोरै दिनुहोस् न हाम्रा आम दर्शक महानुभावहरूलाई। मेरो नाम लोटन बनिया, यस बजार क्षेत्रको टोल विकास संस्थाको अध्यक्ष। र अहिलेमा यो हाई मस्ट लाइट जडान गरिसकेको पछिको अवस्था र यो खुसी थोरै हामीलाई सेयर गरिदिनुहोस् न। अब यो हाई मस्ट लाइट तपाईँको अहिले हाम्रो सियारी गाउँपालिकाको अध्यक्षज्यू तथा हाम्रो वार्ड नम्बर 7 का वडा अध्यक्षज्यूको पहलमा जुन यो लाइट अहिले जडान भएको छ, हामी यहाँको टोलवासी बजारवासी सबै एकदम खुसी छौँ। र अहिले यहाँ आवत जावत भइरहेका गाडी साधनहरूमा सबैको लागि पनि एकदम राम्रो छ। अब एक्सिडेन्टहरू सबै अनि अहिले चोरी चकारी त्यसको लागि पनि राम्रै भएको छ। अहिले खुसी छौँ हामी सबै।